गर्न सिलाउने हो। सिलाइसकेर क्यामेराले कस्तो रहेछ अरू बोकेर मसिनाले हान्दैन कस्तो सपना दिदी त आएन त है झुस्याएर नि आएको त झुस्याएर नि आएको आज त के हो त्यो दिदीको घरमा पढेको रे को दिदी मोटी कुरा गरेको त्यो बिउ हेरी पैसा पनि त्यसरी कस्तो खालको रोप्ने भन्ने हुँदो रहेछ
अनि त्यसमा अब तपाईँलाई कति पिस जति चाहिने हो रुपा दिदी कति अब रुपा दिदी रोपनीमा रोप्नु मतलब एक रोपनीमा रोप्नु कति अँ एक रोपनीमा 2 मिटरको फरक पर्छ। त्यहाँबाट ल्याइ है क्लियर होला कतिवटा दिन्छ रक्सी बजारको रेन देखाएको छ खानु न एक मिटरको सिलाइदिनु होला। अँ। त्यसमा 30 वटा कतिवटा आउँछ बोलाएको त्यसो भन्नुहुन्छ अनि क्रम क्रम एकछिन खान्छ अगाडि समय त्यही देखेको थिएँ आउने बेला त आउनु भएन नि के भने त्यतिकै खानु न खानु त्यही 4 बजे पछाडितिर 5 बजेतिर त आइपुग्नुहुन्छ त्यो बेला आरू चाहिँ खाने त यस्तो झुस नभएको सस्तो खालकोदेखि छ यहाँ आज सबै ठाउँबाट आएर चाहिँ खानेकुरो फल्दै नफल्ने होला एउटामा खान्छ यो फल्दै नफल्ने त हुँदैन फल्नु त फल्छ अब अपेक्षा तपाईँहरूको तिर के भन्छ नि यो बारीकै हो यो रेनुहरूकै घरको थियो त्यस्तो पहिले हामी पनि हाम्रो घरमा फल्दा थोरै खाँदैन थिएँ यस्तो रुखमा चढेर छानी छानी खान्थ्यौँ अहिले कहाँबाट पाउनु हाम्रो कुनै फलादी त्यो पनि पैसा